नमस्ते, म सन्दीप शाह। आज फेरि एउटा फरक विषयवस्तुका साथ म उपस्थित भइसकेको छु। आजको हाम्रो विषयवस्तु रहेको छ रोजगारीमा खटिनु पूर्व अभिमुखीकरण कार्यक्रम, जुन यो हाम्रो चालु आर्थिक वर्ष 81-82 को कार्यक्रम अन्तर्गत यो राखिएको छ। त्यसैको सन्दर्भमा हामीले यो रोजगारीमा खटिनु पूर्व अभिमुखीकरण कार्यक्रम कसरी चलाउने, कुन विषयवस्तुहरूले एड्रेस गर्ने, के कुराहरू अनिवार्य रूपमा हामीले हाम्रा श्रमिकहरूलाई, लाभग्राहीहरूलाई अनिवार्य जानकारी गराउनुपर्ने, सो विषयमा चाहिँ आज हामी सामान्य जानकारी चर्चा परिचर्चाको काम गर्छौँ। अब हामी सुरु गर्नुतिर जाँदैछौँ। यो रोजगारीमा खटिनु पूर्वको जुन अभिमुखीकरण कार्यक्रम छ, त्यसमा के विषयवस्तुहरू एड्रेस गर्ने त, समेट्ने त? त्यो विषयमा हामीले सबभन्दा पहिला यो रोजगारी सम्बन्धी भएको जुन नीतिगत संवैधानिक व्यवस्थाहरू रहेको छ, त्यसको बारेमा थोरै जानकारी गराउनु उपयुक्त होला। त्यसपछि हामीले रोजगारीको हक सम्बन्धी ऐन नियमावलीमा भएको यो रोजगार बेरोजगारको कुरा पनि सामान्य जानकारी गराउनुपर्छ, धेरै डिपली जानु हुँदैन। त्यस पछाडि यो प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाको दफा 58 जुन यहाँ हामीले अहिले राखेका छौँ, प्रस्तुत गरेका छौँ, त्यसमा भएका विषयवस्तुहरूलाई यो अनिवार्य रूपमा जानकारी गराउनुपर्छ, जसभित्र हामीले डिटेल रूपमा यो प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाको दफा 58 ले निर्देश गरेको छ, त्यो कुराहरूलाई हामीले अनिवार्य चाहिँ जानकारी गराउनुपर्छ। जस्तै यो प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य के हो, यसको प्रकृति कस्ता हुन्छन्, योजना सञ्चालनका प्रकृति कस्ता हुन्छन्, आयोजना कस्तो परिचय र कार्यहरू, कामको जिम्मेवारी, कार्य सम्पादन गर्ने विधि तरिकाहरूको बारेमा हामीले जानकारी गराउनुपर्छ। यो आयोजना सञ्चालन हुँदै गर्दाखेरिको हाजिरी, पारिश्रमिक कति हो, अन्य सेवा सुविधा के पाउने नपाउने, भुक्तानी प्रक्रिया कस्तो हुने, यो आयोजना सञ्चालन गरिराख्दाखेरि कार्यस्थलमा के कस्ता जोखिमका अवस्थाहरू आउन सक्छ अथवा के कस्ता जोखिमहरू फेस गर्नुपर्ने हुन सक्छ, र कार्यस्थलमा के कस्ता सुरक्षा सामग्रीहरूले हामीले प्रयोग गर्नुपर्छ आफ्नो ज्यान जोगाउनलाई, त्यो कुराहरूका पनि हामीले उजागर गर्नुपर्छ। अर्को, यो आयोजना सञ्चालन भइराख्दाखेरि प्राथमिक स्वास्थ्यसँग सम्बन्धित विषयहरू, त्यो आयोजनाको क्रममा काम गर्दै गर्दाको क्रममा कुनै चोटपटक घटना दुर्घटना भइहाल्यो भने हामी के कस्ता प्राथमिक उपचारका विधिहरू अवलम्बन गर्नुपर्ने, ती कुराहरूको बारेमा पनि हामीले सामान्य जानकारी गराउनुपर्छ। अर्को, कार्यस्थलमा महिला र पुरुष दुइटै हुने भएकोले कार्यस्थलमा कुनै पनि किसिमको हिंसा अथवा कुआचरण अथवा अनुशासन विपरीतका विषयहरू चाहिँ गर्नु हुँदैन भन्ने विषयमा पनि हामीले सामान्य जानकारी गराउनुपर्छ। अर्को, कामको प्रकृति अथवा स्थान विशेषको आधारमा आवश्यक हुने अन्य विषयवस्तुहरू भनेको छ। हामी जहाँनिर आयोजना सञ्चालन गर्छौँ त्यो ठाउँमा के कस्ता प्रकृति छन्, त्यो स्थानको अन्य आवश्यक विषयहरू के छन् जुन हामीले अनिवार्य जानकारी गराउनु पर्ने रहेछ। यदि पहिरो जाने ठाउँ रहेछ त्यसको बारेमा जानकारी गराउने, अथवा अन्य कुनै त्यस्तो किसिमको प्राकृतिक विपद अथवा अन्य कुनै कुरा भएको अथवा कुनै जोखिम हुन सक्ने ठाउँ रहेको छ, अथवा कुनै दुर्घटना बारम्बार भइराख्ने ठाउँ रहेको छ, अथवा त्यस्तो किसिमको कुनै अनि देखिएको छ भने त्यो कुरा पनि हामीले एड्रेस गरेर अगाडि बढ्नु पर्छ। नेक्स्ट हामीले अब यो रोजगार सम्बन्धी नीतिगत व्यवस्था के रहेको छ भन्दाखेरि सबभन्दा पहिला हामीले नेपालको संविधानको बारेमा हामीले थोरै चर्चा गर्नुपर्छ। यो प्रधानमन्त्री रोजगार कार्यक्रम अथवा यो न्यूनतम रोजगारको सेरोफेरो कसरी सुरु भयो, त्यो विषयमा हामीले चाहिँ त्यो काम गर्नुपर्छ। अनि त्यसको लागि हामीले सबभन्दा पहिला यो नेपाल संविधानको कुरामा यो धारा 33 ले के कस्तो प्रावधान, के कस्तो व्यवस्था गरेको छ भन्ने कुराको बारेमा हामीले चाहिँ सामान्य यहाँ जानकारी गराउँछौँ। धारा 33 भन्छौँ, रोजगारीको हक सम्बन्धी भन्छौँ, तर हाम्रो तल लेभलमा जुन बेरोजगार छन्, जुन रोजगारीको खोजीमा रहेका छन्, जुन अहिले बेरोजगारको व्यक्तिको सूचीमा सूचीकृत भएर कामको लागि आएको छ, ती व्यक्तिहरूले रोजगारीको हक सम्बन्धी कुरा थाहा नहुन पनि सक्छ। त्यो भएर पनि यो कुरा हामीले सामान्य जानकारी गराउनुपर्छ। धारा 33 मा नेपालका जति पनि नागरिकहरू रहेका छन् सबलाई रोजगारीको हक हुनेछ भन्ने व्यवस्था रहेको कुरा हामीले अनिवार्य जानकारी गराउनुपर्छ। यो काम गर्नुपर्ने यो नागरिकको मौलिक हक हो, यो काम गर्नै पर्छ
र यो रोजगारीका सेवा, सुविधा, शर्तहरू जो सङ्घीय सरकार बमोजिम हुने भन्ने कुरा पनि हामीले सामान्य जानकारी गराउनुपर्छ। अब त्यस पछाडि हामीले यो यो रोजगारीको हक सम्बन्धी जुन मौलिक हकको व्यवस्था गरिएको छ, सो मौलिक हकको व्यवस्थालाई कार्यान्वयन गर्न हामीले यो रोजगारीको हक सम्बन्धी ऐन आएको कुरा हो, रोजगारीको हक सम्बन्धी नियमावली जारी गरिएको कुरा हो। त्यसपछि यो न्यूनतम रोजगार कार्यक्रमलाई कार्यान्वयन गर्न अथवा नागरिकको रोजगारीको हकलाई प्रत्याभूति गर्नलाई प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका जारी गरिएको कुरा पनि हामीले सामान्य जानकारी गराउनुपर्छ। त्यसपछि अब हामीले थोरै भित्र अब संविधानको कुरा गर्यौँ, संविधान पछाडि हामीले ऐनको कुरा गर्छौँ। अब यो रोजगारीको हक सम्बन्धी ऐन ७५ ले के कुरा बोलेको छ भन्दाखेरि यो यो जब यो रोजगारीको हक सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न यो रोजगारीको हक सम्बन्धी ऐन आयो, त्यो ऐनले एउटा न्यूनतम रोजगारको परिकल्पना मात्र गरेन। त्यसले सबभन्दा पहिला त न्यूनतम रोजगार उपलब्ध गराउनुपर्छ भन्ने कुरा पनि गर्यो। त्यसपछि रोजगार सेवा प्रत्येक स्थानीय तहमा रोजगार सेवा रहने, रोजगार सेवा केन्द्रले निम्न कुराहरू जुन हामीले त्यो कुरा पनि त्यहाँनिर राख्नुपर्छ सामान्य जानकारीको रूपमा। रोजगार सेवा केन्द्रले तत्ततका सेवाहरू प्रवाह गर्ने काम गर्दछ। यो बेरोजगारको सूचीकरणको काम गर्दछ। यसले सार्वजनिक पूर्वाधार निर्माणमा अल्पकालीन यो अहिलेको हाम्रो यो न्यूनतम रोजगारको आयोजनाहरू मा खटाएर हामीले न्यूनतम रोजगारको प्रत्याभूति गर्ने काम गर्ने कुरा पनि उजागर गर्नुपर्छ। त्यसपछि एउटा बेरोजगार व्यक्तिले कुनै सार्वजनिक पूर्वाधारमा अथवा न्यूनतम रोजगारीमा पनि सामेल हुन सकेन भने त्यस्ता व्यक्तिहरूलाई निर्वाह भत्ताको व्यवस्था गरेको कुरा पनि हामीले जानकारी गराउनुपर्छ। अर्को यो बेरोजगार सेवा सहायता, यो बेरोजगार व्यक्तिहरूलाई के कस्ता किसिमका हामीले रोजगारमूलक सेवाहरू सहायताहरू उपलब्ध गराउनुपर्छ, रोजगार सेवा केन्द्रले त्यो कुरा उपलब्ध गराउनुपर्छ भन्ने कुरा पनि हामीले त्यहाँनिर थोरै उजागर गर्नुपर्छ। अर्को रोजगारदाता स्थानीय स्तरमा अथवा रहेका रोजगारदाताहरूको मार्फतबाटै हामीले पनि यो सूचीकरणको कुरा होला, रोजगारदाताबाट माग भए बमोजिमका रोजगारीमा खटाउने कुराहरू होला, त्यसको बारेमा पनि रोजगारीको हक सम्बन्धी ऐनले बोलेको व्यवस्था छ। त्यस्तै स्वरोजगारको बारेमा पनि रोजगारीको हकले बोलेको अवस्था छ। यी रोजगारीको हक सम्बन्धी ऐन ७५ ले व्यवस्था गरेका अथवा सुनिश्चित गरेका मुख्यतया ६ वटा कुराहरूलाई पनि सामान्य रूपमा हामीले जानकारी गराउनु उपयुक्त रहन्छ भने जस्तो लाग्छ मलाई। त्यसपछि क्रमशः अब हामीले रोजगार सेवा केन्द्रको अगाडि कुरा गर्यौँ। रोजगार सेवा केन्द्र, अब रोजगार सेवा केन्द्र के हो, रोजगार सेवा केन्द्रले के कस्ता सेवाहरू प्रवाह गर्छ भन्ने कुरा अनिवार्य रूपमा जानकारी गराउनु पर्ने कुरा हो। किनकि भोलि बेरोजगार व्यक्ति न्यूनतम रोजगार आयोजनामा काम नगर्न पनि सक्छ अथवा उसँग प्रत्यक्ष रोजगार सेवा केन्द्रसँग पनि काम हुन सक्छ भन्ने हिसाबले पनि ती कुरा जानकारी हुनैपर्छ। सबभन्दा पहिला १ नम्बरमा त रोजगार सेवा केन्द्रले बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने कार्य गर्दछ भन्ने जानकारी गराउनुपर्छ। जस्तै यसले गर्दाखेरि हाम्रो यो श्रमको सम्मानमा पनि सहयोग पुग्ने भयो। अनि यो फागुन महिनामा बेरोजगारको सूचीकरण हुन्छ भन्ने कुरा पनि त्यहाँनिर जानकारी हुने भयो। त्यो भएर यो कुरा बेरोजगार व्यक्तिको सूचीकरणको कुरा जानकारी गराउने यो फागुन महिनाभरि गरिन्छ। यो कुन उमेर समूहका व्यक्तिलाई बेरोजगारीको व्यक्तिभित्र राख्ने त्यो कुरा पनि हामी थाहा पाउँछौँ। दोस्रोमा यो रोजगार सेवा केन्द्रले सार्वजनिक निर्माण कार्यमा रोजगारीमा खटाउने कार्य पनि गर्दछ। हामीले यहाँ मुख्यतया कामहरूलाई यहाँनिर राखेका छौँ। यसको बाहेक पनि हामी धेरै कामहरू गर्छौँ जुन सबै कुरा जानकारी गराउँदा अझ बेस्ट हुन्छ, तर यो कुरा चाहिँ छुटाउनु हुँदैन। तेस्रोमा हामीले सिप तथा क्षमता विकासको काम गर्छ भन्ने जानकारी गराउनु पर्दछ। चौथोमा यो श्रमको सम्मान र राष्ट्रको अभियान कार्यक्रम सञ्चालन गर्छ। यसले कुनै पनि काम सानो ठुलो हुँदैन, कुनै पनि काममा हामीले उपलब्ध भएको रोजगारीमा सामेल हुनु पर्दछ। काम अनुसारको ज्याला कम्तीमा पनि काम अनुसारको ज्यालामा विभेद हुनु हुँदैन। ज्यालामा महिला र पुरुष बीचको समान भाव राख्नुपर्छ। यसमा कुनै किसिमको भेदभाव हुनु हुँदैन भन्ने कुरा हामीले जानकारी गराउनु पर्दछ। अर्को कुरा यो रोजगार संवाद मञ्चको, यो स्थानीय तहमा रोजगार संवाद मञ्चको बारेमा पनि हामीले जानकारी गराउनुपर्छ। रोजगार संवाद मञ्च के हो भने यो स्थानीय स्तरमा उपलब्ध रहेका रोजगारीका अवसरहरू सृजना गर्ने, देखिएका समस्या समाधान गर्ने जस्ता कुराहरू गर्ने भनेर यो रोजगार संवाद मञ्चको बारेमा पनि सामान्य जानकारी गराइहाल्नुपर्छ। अर्को यो वैदेशिक रोजगार सम्बन्धी सेवा, हामीले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि यो वैदेशिक रोजगारी सम्बन्धी सेवा प्रदान गर्दछ। यो परामर्शको काम पनि गर्दछ।
यसले सूचना दिने काम पनि गर्दछ भन्ने कुरा हामीले जानकारी गराउनु पर्दछ। अर्को यो पुनः श्रम स्वीकृतिको काम। यदि एकपटक कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएर फर्केर फेरि अर्को पटक जाँदैछ भने उनीहरूको पुनः श्रम स्वीकृति लिन अब काठमाडौँ जानु पर्दैन अथवा जहाँ-जहाँबाट पहिला उपलब्ध थियो त्यहीँ पुग्नुपर्छ भन्ने छैन। अब आफ्नै स्थानीय तह अन्तर्गतको रोजगार सेवा केन्द्रबाट पनि यी सेवा प्रदान भइरहेको कुरा पनि हामीले जानकारी गराउनु पर्दछ। अर्को कल्याणकारी सेवाहरूमा वैदेशिक रोजगारीका क्रममा कुनै व्यक्तिको घटना, दुर्घटना अथवा अरू कुनै भएको छ भने त्यस्ता व्यक्तिहरूको नेपाल सरकारबाट अथवा वैदेशिक रोजगार बोर्डबाट पाउनुपर्ने सेवा सुविधाहरू अब स्थानीय तहबाटै प्रक्रिया गरेर प्राप्त गर्न सकिन्छ भन्ने कुरा पनि हामीले जानकारी गराउनु पर्दछ। अर्को 9 नम्बरमा चाहिँ हामीले यो रोजगार परामर्श र रोजगार रेफरल सेवा हामीले रोजगारसम्म सम्बन्धित विभिन्न किसिमका परामर्श सेवाहरू पनि रोजगार सेवा केन्द्रले प्रवाह गर्ने गर्दछ र रोजगार सेवा केन्द्रले प्रवाह नगर्ने सेवाहरूमा रोजगार सेवा केन्द्रले यसलाई रेफर गर्ने काम पनि गर्दछ भन्ने कुरा पनि जानकारी गराउनु पर्दछ। भने मुख्यतया हामीले यो 9 वटा कामहरूलाई अनिवार्य रूपमा जानकारी गराउनु पर्दछ र यसको अलावा अन्य केही थप कामहरू छ भने सो कुरा पनि जानकारी गराउँदा अझ बेस्ट हुने कुरा थियो। अर्को 10 नम्बरमा हामीले चाहिँ यो रोजगार सेवा केन्द्रले रोजगार विनिमय सेवा पनि प्रदान गर्छ भन्ने कुरा पनि, यो जब एक्सचेन्जको काम पनि गर्छ भन्ने कुरा पनि जानकारी गराउन छुटाउनु हुँदैन। यस पछाडि अब हामीले सामान्य अब रोजगारीको हक सम्बन्धी ऐनको कुरा गर्दाखेरि बेरोजगार व्यक्ति कसलाई मानेको छ भन्ने कुरा पनि हामीले जानकारी गराउनु पर्दछ। यो खासमा बेरोजगार व्यक्ति भनेको 18 वर्षदेखि 59 वर्ष उमेर समूहको नेपाली नागरिक हो भने यो एज ग्रुपको व्यक्ति मात्र बेरोजगार व्यक्तिको एउटा उमेर तोकिएको छ। त्यसपछि हामीले भनौँ न अब यसलाई 18 देखि 59 वर्ष उमेर समूहका नागरिक जो 100 दिनको रोजगारी वा स्वरोजगारीमा संलग्न नभएको अथवा तोकिएको आम्दानी प्राप्त नगरेको व्यक्ति चाहिँ बेरोजगार हो भन्ने कुरा हामीले जानकारी गराउनु पर्दछ। जस्तै यसमा 3टा कुरा भयो। एक त 18 देखि 59 वर्षका व्यक्ति हुनैपर्छ बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुनलाई। अर्को 100 दिनको रोजगारी वा स्वरोजगारीमा संलग्न नभएको हो भने त्यो बेरोजगार व्यक्ति मानिन्छ। अर्को तेस्रो यति बराबरको यदि कुनै किसिमको आम्दानी गरिएको रहन्छ भने त्यो व्यक्ति बेरोजगार हो भन्ने कुरा पनि हामीले यसो सामान्य जानकारी गराउँदा चाहिँ प्रभावकारी नै होला जस्तो मलाई लाग्छ। त्यसपछि हामीले अब न्यूनतम रोजगारको कुरा माथि गरेका थियौँ। के हो त न्यूनतम रोजगार भनेको? न्यूनतम रोजगार भनेको कम्तीमा 1 आर्थिक वर्षमा उपलब्ध गराइने 100 दिनको रोजगारीलाई सम्झिनु पर्दछ भनेर यो कुरा पनि जानकारी गराउनु पर्छ। अब 100 दिनको रोजगारी हो, यो न्यूनतम रोजगार कस्ता व्यक्तिलाई दिने, किन दिने, यी कुराहरूमा पनि हामीले सामान्य जानकारी गराउनु पर्दछ। यो जानकारी गराइसकेपछि बेरोजगार व्यक्तिहरूको आगामी दिनमा पनि यसले सहयोग र सहजीकरण हुनेछ, पुग्नेछ। त्यस्तै अब यहाँनिर न्यूनतम रोजगार भनेको 100 दिनकै रोजगारीको प्रत्याभूति गरेको कुरा पनि छ। अब यही न्यूनतम रोजगारीको कुरालाई कार्यान्वयन गर्न यो प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका 75 जारी गरिएको छ। सोही अनुसार हामीले सार्वजनिक पूर्वाधार अथवा सार्वजनिक निर्माण काममा बेरोजगार व्यक्तिहरूलाई खटाई यो रोजगारी प्रदान गर्ने काम चाहिँ हामीले गर्ने गर्दछौँ। त्यस पछाडि हामीले चाहिँ अब सामान्य रूपमा अब प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य पनि जानकारी गराउनु पर्दछ। यो कार्यक्रम किन आयो, होइन, यसको उद्देश्य के हो, त्यो भएर सुरुमा हामीले यो प्रधानमन्त्री रोजगार कार्यक्रमको कुरा गरिराख्दाखेरि यो न्यूनतम रोजगारीको प्रत्याभूतिको लागि आएको कार्यक्रम हो, यसले रोजगार सेवा र सहायता प्रदान गर्दछ भन्ने जस्ता कुराहरू हामीले यहाँ उद्देश्यको रूपमा उहाँले जानकारी गराउनु पर्दछ। अर्को यो दक्ष र सक्षम जनशक्ति विकास गर्न र आन्तरिक रोजगारी प्रवर्धन र विस्तार गर्नलाई आएको यो कार्यक्रम हो भन्ने कुरा पनि यसको उद्देश्य रहेको छ। त्यस्तै अर्को उद्देश्यमा हामीले सरकारी, निजी अनि सहकारी, गैर सरकारी क्षेत्रहरू बीचको समन्वय र सहकार्य गरी थप रोजगारीका अवसरहरू सृजना गर्नको लागि यो कार्यक्रमको सञ्चालन गरिएको हो। त्यसपछि अर्को 4औं नम्बरमा हामीले रोजगारी सृजनाका लागि नीतिगत एवं संरचनागत व्यवस्थाको लागि पनि यो कार्यक्रम सञ्चालन गरिएको हो। त्यस्तै अर्को उद्देश्यमा हामीले सार्वजनिक पूर्वाधारहरूको निर्माण गर्न, स्तरोन्नति गर्न, विस्तारमा योगदान गर्नलाई पनि यो कार्यक्रमको सञ्चालन गरिएको हो। त्यसको लागि पनि यो उद्देश्य राखिएको छ।
अर्को उद्देश्य भनेको रोजगारी सृजना सम्बन्धी अब यो स्थानीय स्तरमा प्रदेश स्तर र सङ्घीय स्तरमा अहिले हामी स्थानीय स्तरको कुरा गर्दैछौँ। रोजगारी सृजना सम्बन्धी अध्ययन अनुसन्धान गरी रोजगारीका नयाँ-नयाँ क्षेत्रहरूको पहिचान गर्न पनि यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। यसको मुख्य प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य उद्देश्य भनेको 6 वटा रहेको छ। एउटा त न्यूनतम रोजगारीको प्रत्याभूति गर्ने, अर्को रोजगारी सृजना सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, नयाँ-नयाँ क्षेत्रहरूको पहिचान गर्ने, सरी त्यसपछि सिपयुक्त तथा दक्ष जनशक्ति विकास गर्ने, होइन? त्यसपछि सार्वजनिक पूर्वाधारहरूको निर्माण गर्ने, विकास गर्ने, स्तरोन्नति गर्ने। अर्को समन्वय र सहकार्य गरी रोजगारीका अवसरहरू सृजना गर्ने, अर्को नीतिगत व्यवस्था गर्ने, संरचनात्मक व्यवस्था गर्ने भन्ने उद्देश्यहरू राखिएको यहाँनिर देखिन्छ। अब त्यसपछि यो रोजगारीमा कसरी खटाउने भने त रोजगारीमा कसरी खटाउने भन्ने कुरालाई हामीले यसरी बुझाउनुपर्छ। यो रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई दुईटा मेथडबाट हामीले रोजगारीमा खटाउनु पर्दछ। एक, सबभन्दा पहिला सार्वजनिक क्षेत्रबाट माग भइआएको योजना छ, सञ्चालनमा छ, अरू कुनै निकायहरूबाट सञ्चालन भइराखेको छ र रोजगार सेवा केन्द्रमा माग आएको छ भने हामी त्यहाँ पनि श्रमिक पठाएर न्यूनतम रोजगारीको प्रत्याभूति गर्न सकिन्छ। को निजी क्षेत्रबाट पनि माग भएर आएको छ भने त्यहाँ पनि हामी पठाउन सकिन्छ। अर्को सहकारी क्षेत्रबाट पनि माग भएर आएको छ भने त्यहाँ पनि यहाँबाट हामीले रोजगार सेवा केन्द्रबाट सूचीकृत बेरोजगार व्यक्तिहरूले पठाउनुपर्छ। अर्को गैर सरकारी क्षेत्रहरूबाट पनि आएको छ भने हामी त्यहाँबाट पनि पठाउनुपर्छ। तर यी 4वटा क्षेत्रहरूबाट कुनै किसिमको रोजगारीको माग भएको छैन भने रोजगार सेवा केन्द्रले हाम्रो सार्वजनिक निर्माण कार्यहरू अथवा सार्वजनिक मर्मत निर्माणमा मर्मत गर्ने कामहरूमा सूचीकृत बेरोजगार व्यक्तिहरूमध्ये यो उपलब्ध स्रोत साधनको आधारमा जतिजनालाई खटाउनु पर्ने हो त्यतिजनालाई चाहिँ हामीले खटाउने व्यवस्था चाहिँ रहेको छ। अहिले भनेको यो रोजगारदाताको जुन यो 4वटा रहेको छ, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सहकारी क्षेत्र र गैर सरकारी क्षेत्रबाट यहाँबाट रोजगार आयोजनाहरूमा खटाउने भनेर माग हुने गरेको अवस्था चाहिँ छैन, तर नीतिगत र कानुनी व्यवस्था छ। यो परिवेशमा हामीले माग भई आएमा रोजगार सेवा केन्द्रले यसरी नै खटाउन सक्छ भन्ने कुरा पनि जानकारी गराइहाल्नुपर्छ। नखटाएको खण्डमा रोजगार सेवा केन्द्रले यो सार्वजनिक पूर्वाधार निर्माण कार्य र मर्मत कार्यमा न्यूनतम रोजगारीको प्रत्याभूति कार्य गर्दै आएको कुरा पनि हामीले जानकारी गराउनु पर्दछ। अब यो हामीले कस्ता रोजगारमूलक आयोजनाहरूको प्रकृति कस्तो हुन्छ त भन्ने कुरा पनि हामीले सामान्य जानकारी गराउनु पर्दछ। किनकि यो सेवा केन्द्रबाट अथवा रोजगार सेवा केन्द्रबाट चल्ने यो आयोजनाहरूमा हामीले यहाँनिर अलमलको अवस्था छ। यो कुन कुन आयोजना किसिमको प्रकृतिको आयोजना भने हामीले सामान्य बुझाउन एकदम उपयुक्त रहेको छ। जस्तै यो रोजगार सेवा केन्द्रले मुख्यतया 4 किसिमको आयोजनाहरूमा खटाउने काम गर्दछ। एउटा कस्तो हुन्छ भने सार्वजनिक पूर्वाधार निर्माण वा अन्य सार्वजनिक आयोजना, यो क्याश फर कन्स्ट्रक्सन वर्क भन्छ। हामीले यो कुनै नयाँ यो आयोजनाहरू सञ्चालन गर्नु पर्यो भने त्यहाँनिर हामी यो चाहिँ खटाउँछौँ। जुन अहिले हाम्रो यो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको नेपाल सरकारको स्रोतबाट जुन खटाउने छ त्यो चाहिँ क्याश फर कन्स्ट्रक्सन वर्कमा हामी हो। यो नयाँ र पुरानो दुइटै गर्न सकिन्छ। यो वर्क पनि गर्न सकिन्छ, मर्मत पनि गर्न सकिन्छ। दोस्रो भनेको हाम्रो क्याश फर मेन्टेनेन्स वर्क। यो भनेको यो पुरानो योजनाहरू बनिसकेको छ त्यसलाई दिगोपना दिनलाई, जीवन्त बनाउनलाई हामीले मर्मत सम्भारका काम गर्ने आयोजनाहरू हुन्। जस्तै यो अहिले हाम्रो यतिको युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना अन्तर्गत जुन सञ्चालन भइरहेका आयोजनाहरू छन् यो क्याटेगोरीभित्र पर्ने गर्दछ। तेस्रो भनेको हाम्रो यो लेबर बेस सेयरिङ। जस्तै पालिकाले कुनै आयोजना सञ्चालन गर्छ र ती आयोजनामा लेबरको ज्याला जति हुन्छ यो पिएमइपीबाट सेयरिङ गर्ने, यो अथवा यो यति प्रोजेक्टबाट सेयरिङ गर्ने, यसलाई हामीले लेबर बेस सेयरिङ गर्दछौँ। यो श्रमिकको ज्याला रकममा मात्र साझेदारी गर्ने आयोजनाहरूलाई यसमा हामी पर्दछ। अर्को भनेको पब्लिक सेक्टर वर्क। यो भनेको कुनै सार्वजनिक क्षेत्रबाट माग भए आए पछाडि हामीले खटाउने योजनाहरूमा खटाउने काम चाहिँ यो पब्लिक सेक्टर वर्कको हुन आउँछ। त्यसैले रोजगार सेवा केन्द्रले 4वटा मुख्यतया आयोजनाहरूको प्रकृतिमा हामीले चाहिँ काम गर्न पर्छ। एक, क्याश फर
कन्स्ट्रक्सन वर्क्स, नयाँ निर्माणको काममा पनि हामी काम गर्छौँ, अर्को मेन्टेनेन्समा पनि काम गर्छौँ, अर्को लेबर वेज सेयरिङ पनि गर्छौँ। जहाँनिर मेटेरियल्सको प्रयोग हुन्छ, सेफ्टी कन्स्ट्रक्सन मेटेरियल्सको, अनि पालिकाले एकदम ह्युज अमाउन्टका आयोजनाहरू छन्, पालिकाले चलाउँछ भने त्यस्तो आयोजनामा लेबर कस्ट चाहिँ पिएमइपीबाट चाहिँ सेयरिङ गरेर चलाउने काम। अर्को पब्लिक सेक्टर वर्कबाट माग भई आएका आयोजनाहरूमा हामीले यहाँ श्रमिक उपलब्ध गराइदिने। यो 4 किसिमका आयोजनाहरूमा हामीले काम गर्नुपर्छ भने यी कुराहरूले पनि सामान्य जानकारी गराउँदा प्रभावकारी नै हुन्छ जस्तो मलाई लाग्छ। अर्को, अब आयोजना सञ्चालनका क्षेत्रहरू के कस्ता आयोजना सञ्चालनका क्षेत्रहरू छन् त? अब 2 किसिमका यो रोजगार सेवा केन्द्रबाट 2 किसिमका आयोजनाहरू सञ्चालन हुने गर्दछ। एउटा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनाहरू, यो पूर्वाधार निर्माण तथा मर्मत सम्भारको काम पनि गर्छ। यो निर्माण पनि गर्छ, मर्मत सम्भार पनि गर्दछ। अर्को भनेको युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना अन्तर्गत यी पूर्वाधारहरूको मर्मत र सम्भारको काम मात्र गर्दछ। एउटाले दुईटै काम गर्ने भयो, यो निर्माण पनि गर्ने भयो, मर्मत सम्भार पनि गर्ने भयो। अर्कोले मर्मत सम्भारको काम मात्र गर्छ, निर्माण गर्ने काम गर्दैन। यी कुरामा हामीले अल्मलिनु हुँदैन भन्ने जानकारी पनि गराउनु पर्दछ। अब यसका आयोजनाका क्षेत्रहरू के छन् त? निर्माण र मर्मत सम्भारको क्षेत्रहरू के छन्? अनि त्यसपछि उता पूर्वाधार मर्मत सम्भारको क्षेत्रहरू के छन् भन्ने कुरा हामीले सामान्य जानकारी चाहिँ गराउनु पर्दछ। आयोजनाका क्षेत्रहरूको बारेमा हामीले जानकारी गराउनु पर्दछ। अर्को, एउटा युवा रूपको बजेटबाट नयाँ पूर्वाधारको निर्माण गर्न पाइँदैन। यो कुरा हामीले अनिवार्य जानकारी गराउँदा बेस्ट होला। आफ्नो जानकारीको लागि पनि यो उपयुक्त नै हो। अब यस पछाडि चाहिँ हामीले अब रोजगार उपभोक्ता समितिको गठनको कुरा गर्छौँ। रोजगार उपभोक्ता समिति हामीले आयोजना सञ्चालन गर्दा यो रोजगार सेवा केन्द्रबाट यो न्यूनतम रोजगारका प्रत्याभूतिका लागि हामी जुन रोजगारमूलक आयोजनाहरू सञ्चालन गर्छौँ, त्यो आयोजनाहरू यदि 1 लाख भन्दा बढीका आयोजनाहरू रहेको छ भने कम्तीमा पनि 7 सदस्यीय रोजगार उपभोक्ता समितिको गठन गर्नुपर्छ। र गठन गरिसकेपछि कम्तीमा 1 जना अध्यक्ष, सचिव, कोषाध्यक्ष र त्यसपछि बाँकी सदस्य रहने गरी हुनुपर्छ। र यसमा कम्तीमा पनि 33% महिलाको सहभागिता हुनै पर्दछ र भाइटल मुख्यतया सचिव, अध्यक्ष र कोषाध्यक्ष मध्ये एउटा महिला अनिवार्य राख्नुपर्छ भन्ने कुराहरू पनि हामीले जानकारी गराउन एकदम उपयुक्त छ, एकदम जानकारी गराउनै पर्दछ। अब यदि यो रोजगार उपभोक्ता समितिको गठन भइसके पछाडि रोजगार उपभोक्ता समितिको काम कर्तव्य अधिकार के छ, के रहेको छ भन्ने कुरा पनि हामीले सामान्य जानकारी गराउनु पर्दछ। जस्तै यो सबभन्दा पहिला त रोजगार उपभोक्ता समितिले आयोजनाको कार्यान्वयन गर्ने काम, आयोजनाको व्यवस्थापन गर्ने काम गर्नुपर्दछ भन्ने जानकारी गराउनु पर्दछ। अर्को, रोजगार उपभोक्ता समितिले श्रमिकहरूको हाजिरीको अभिलेख राख्ने, हाजिरी बनाउने, हाजिरीको अभिलेख बनाउने, अभिलेख राख्ने काम चाहिँ गर्छ। तेस्रो भनेको यो आयोजना सञ्चालन भइसके पछाडि अथवा आयोजना कार्यान्वयनकै क्रममा रहेपछि आयोजनासँग सम्बन्धित विभिन्न प्रतिवेदनहरू तयार पार्न त्यहाँ उपभोक्ता समितिले रोजगार सेवा केन्द्रलाई, पालिकालाई अथवा सम्बन्धित अन्य सरकारवाला निकायहरूलाई विभिन्न किसिमका जानकारी, आवश्यक परेको जानकारीहरू उपलब्ध गराउन सहजीकरण गर्ने काम पनि गर्नु पर्दछ। त्यसपछि श्रमिकको पारिश्रमिक बापतको पैसा बैंक खातामा निकासा गराउन सहजीकरण गरिदिनु पर्ने हुन्छ। जस्तै अब बैंक खाता उपलब्ध गराइदिने, यहाँ पालिकामा आएर सम्पर्क गर्ने, सहजीकरण गर्ने जस्ता कामहरू गर्नु पर्दछ। अब आयोजना सञ्चालनको क्रममा श्रमिकले ध्यान दिनुपर्ने मुख्य कुराहरू के रहेका छन् त? सबभन्दा पहिला त तोकिएको काम गर्नुपर्ने। रोजगार सेवा केन्द्रले रोजगारमूलक आयोजना सञ्चालन गर्दा रोजगार सेवा केन्द्रले तोकेका कामहरू मात्र गर्नुपर्छ। तोकिएको कामभन्दा बाहिरको काम गर्नु पर्दैन, त्यो मिल्दैन। एक त्यो तोकियो बमोजिमको काम गरेनछ भने रोजगार सेवा केन्द्रले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाको दफा 22 बमोजिम सूचीबाट हटाउने अधिकार समेत राख्दछ। यो कुरा हामीले अनिवार्य रूपमा जानकारी गराउनु पर्दछ। त्यस्तै दोस्रोमा चाहिँ हामीले एउटा आयोजनामा काम गरे बापत पारिश्रमिक कति पाउने हो, भुक्तानी प्रक्रिया के हो, यो कुरा पनि हामीले सामान्य जानकारी गराइराख्नु पर्दछ। गरिब बेरोजगार हुन्छन्, आज काम गरेपछि बेलुकै पैसा चाहिने हुन्छ, खाना पुग्न नभएको अवस्था पनि हुन सक्छ। सो भएर यो हामीले हरेक महिना एउटा महिना व्यतीत भइसकेपछि अर्को महिनाको 5 गतेसम्म हामीले ज्याला दिन्छौँ, प्रत्येक दिनको 668 रुपियाँ दिन्छौँ, भुक्तानी बैंकबाट जान्छ भन्ने सामान्य कुराहरू हामीले जानकारी गराउन एकदम आवश्यक रहेको छ। अर्को कुरा, तेस्रो कुरामा यहाँ हामीले मुख्य कुराको मात्र छलफल गर्दैछौँ। यसभन्दा बाहेक अन्य धेरै कुराहरू पनि छ जसलाई जानकारी गराउन सकिन्छ। यहाँ तेस्रो नम्बरमा हामीले दैनिक
काम गर्ने सीमा र बीमा, समय सीमा र बीमा भनौँ न यसलाई। एउटा बेरोजगार व्यक्तिले दैनिक कति घण्टा काम गर्नुपर्छ, होइन? अनिवार्य काम गर्नै पर्छ। र अर्को, यो कामको सिलसिलामा यो कुनै जोखिम वहन गर्नलाई दुर्घटना भइसकेछ भने नेपाल सरकारले के कस्ता जोखिम वहन गर्न सक्दछ भन्ने कुरा पनि हामीले जानकारी गराउनु पर्दछ। दैनिक 8 घण्टा न्यूनतम काम गर्नै पर्छ। अर्को, यो कामको सिलसिलामा कुनै दुर्घटनामा परेछ भने दुर्घटनाको प्रकृति अनुसारको अधिकतम 7 लाख रुपियाँसम्म बिमाको व्यवस्था रहेको छ। सो कुरा पनि हामीले जानकारी गराउनु पर्छ। अर्को, यो आयोजना सञ्चालनको क्रममा कुनै किसिमको घटना, दुर्घटना भइहालेको अवस्थामा यो प्राथमिक स्वास्थ्यको लागि कहाँ जाने, कुन सेक्टरमा जाने, कुन नजिकको स्वास्थ्य चौकीमा जाने, गएपछि हामीले त्यहाँनिर काटिरहेको छ, दुर्घटना भइरहेको छ भने श्रमिकको जुन लाभग्राही परिचय पत्र रहेको छ, सो कुरालाई पनि देखाउने। कति भएपछि अथवा सामान्य चोटपटक रहेको छ भने दुर्घटना स्थलमै अथवा आयोजना स्थलमै हाम्रो जुन प्राथमिक स्वास्थ्य उपचारको लागि जुन हामी किट उपलब्ध गराइसकेका हुन्छौँ, त्यो किट अनुसार कसरी त्यो प्राथमिक स्वास्थ्यका गतिविधि, एक्टिभिटीहरू गर्ने, सो कुरा पनि हामीले जानकारी गराउनुपर्छ। त्यहाँ प्राथमिक स्वास्थ्य उपचार नहुन सकेपछि नजिकको स्वास्थ्य चौकी कुन छ, त्यहाँनिर लग्नुपर्छ। त्यहाँ लगिसकेपछि हामीले स्वास्थ्य चौकीले के कस्ता कागजातहरू देखाउने, कसरी त्यो फेस गर्ने, ती कुराहरूको बारेमा पनि हामीले सामान्य जानकारी गराउनु पर्दछ। र अब यस पछाडि श्रमिकले आयोजना स्थलमा के कस्ता आचरण र अनुशासनको पालना गर्नुपर्ने हो, सो कुरा पनि एकदम क्लियर रूपमा हामीले देखाउनु पर्दछ। जस्तै आयोजनामा काम गर्ने बेरोजगार व्यक्ति अथवा श्रमिकले समयको पालना नियमित गर्नुपर्छ। यदि 8 घण्टा काम गर्नुपर्छ भने 8 घण्टा काम गर्नै पर्छ। आयोजना सञ्चालनको समय तोकिएको छ बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म भने सो समयमा आयोजना स्थलमा अनिवार्य उपस्थित हुनुपर्दछ। समयको पालना गर्नै पर्छ भन्ने कुरा जानकारी गराउने। अर्को, यो आयोजना भनेको हाम्रो समूहमा मिलेर काम गर्ने, यो सामुदायिक आयोजना भएको कारणले समूहमै मिलेर काम गर्नुपर्ने आयोजना हो। सो अनुसार हामीले समूहमै मिलेर काम गर्नुपर्छ। म एक्लै आएर यो काम फरक दिनमा गर्छु भनेर भन्न पाइँदैन। अर्को, यो आयोजना सञ्चालन गरिराख्दाखेरि हामीले अनुशासन कायम गर्ने कुराहरू के रहेका छन्, असल आचरण कसरी प्रस्तुत गर्नुपर्ने रहेका छन्, रोजगार सेवा केन्द्रबाट अथवा अन्य सरकारवाला निकायहरूबाट गएको अनुगमनमा गएको व्यक्तिहरूसँग के कस्ता आचरणका कुराहरू गर्नुपर्छ, अनुशासनका कुरा, व्यवहारहरू प्रकट गर्नुपर्छ, सो कुरा पनि यहाँले हामीले उजागर गर्नुपर्छ। अर्को, सुरक्षा सामग्रीहरूको प्रयोग गर्ने कि नगर्ने भन्ने कुरामा हामीले सुरक्षा सामग्रीको प्रयोग कसरी गर्ने, कुन अवस्थामा अनिवार्य प्रयोग गर्नै पर्ने हो, सो कुराको पनि हामीले जानकारी गराउनु पर्यो। अर्को, आयोजना सञ्चालन गरिराख्दाखेरि सुपर्यवेक्षकको निर्देशन बमोजिम मात्र काम गर्ने भन्ने कुरा पनि हामीले जानकारी गराउनु पर्दछ। अर्को, कार्यस्थलमा हामी जहाँ आयोजना चल्छ त्यो आयोजना स्थलमा सहकर्मीसँग अन्य कुनै व्यक्तिसँग झैझगडा नगर्ने, सहकर्मीसँग कस्तो व्यवहार गर्ने, होइन, त्यहाँनिर मिलेर बस्दाखेरि कुन आचरणका प्रकृतिका कुराहरू गर्ने, यी कुराहरू पनि हामीले त्यहाँनिर उजागर गर्नु पर्दछ। अर्को, कार्यस्थलमा साम्प्रदायिक सद्भाव बिथोल्ने कुनै पनि व्यवहार नगर्ने, नगराउने जस्ता कुराहरू पनि जानकारी गराउनु पर्दछ। अर्को, कार्यस्थलमा हामीले जातीय, धार्मिक, लैङ्गिक, सांस्कृतिक अथवा यौनजन्य हिंसा र विभेद नगर्ने, नगराउने, त्यसरी गरे भने कानुनी कारबाही हुन्छ भन्ने कुरा हामीले प्रष्ट गर्ने र प्रष्ट रूपमा बताउने। अन्य काम चाहिँ हामीले यति कुराहरू चाहिँ अनिवार्य रूपमा जानकारी गराउनु पर्दछ। त्यसपछि अब यसको अलावा पनि हामीले विभिन्न कुराहरू, यो रोजगार सेवा केन्द्रसँग सम्बन्धित कुराहरू भयो, आयोजनासँग सम्बन्धित कुराहरू भयो, आचरणसँग सम्बन्धित कुराहरू भयो, अथवा अन्य कुराहरू जुन कुरा हामीले जानकारी गराउनै पर्छ, ती कुराहरूको पनि हामीले जानकारी गराउनै पर्ने हो, जानकारी गराउनुपर्छ। यो कुराहरूलाई एउटा आधार स्तम्भको रूपमा प्रयोग गर्नुपर्छ। यति भन्दै आजको यो रोजगारीमा खटिनु पूर्वको अभिमुखीकरण कार्यक्रमको यो सामान्य जानकारीमूलक भिडियो यही समाप्त भएको छ। यस सम्बन्धमा यहाँहरूलाई कुनै जिज्ञासा अथवा थप कुनै सल्लाह सुझाव भएमा मलाई यहाँ दिएको मेरो इमेल एड्रेस, मेरो वेबसाइटबाट अथवा मेरो फेसबुक, भाइबर, व्हाट्सएपबाट पनि मलाई प्रत्यक्ष रूपमा सल्लाह सुझाव प्रदान गर्न सक्नुहुन्छ, परामर्श प्रदान गर्न सकिन्छ। यति भन्दै यो भिडियो मन परेको खण्डमा लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। हस्, धन्यवाद, नमस्कार।